नमस्कार दर्शकबिन, म कपिल शर्मा। कल्पना गर्नुहोस्, 10औं वर्षसम्म पर्दामा राज गर्ने महानायक जसको नाम सुन्नासाथ लाखौं दर्शकको मन हल्लिन्छ, अहिले त्यो व्यक्तित्व परराष्ट्र मन्त्री बन्ने चर्चामा छ। हो, म कुरा गर्दैछु महानायक राजेश हमालको। साथीहरू, यो सामान्य चर्चा होइन, यो एउटा सम्भावना हो जसले नेपालको राजनीति र कूटनीति इमेजलाई नयाँ दिशामा लैजाने संकेत पक्कै गर्दछ। राजेश हमालको जीवन यात्रा सधैँ असाधारण हो। 1990 को दशकमा जब नेपाली चलचित्र संघर्षरत थियो, त्यही बेला एउटा उच्च शिक्षित, एउटा गरिमामय व्यक्तित्व पर्दामा आए। उहाँसँगै नेपाली चलचित्रले नयाँ उचाइ पायो। उहाँको शैली, बोली, आत्मविश्वासले उहाँलाई केवल नायक होइन, महानायक बनायो। तर हमाल केवल कलाकारमै सीमित रहनु भएन, उहाँलाई हामीले समाजसेवी, सांस्कृतिक दूत र अन्तर्राष्ट्रिय स्तरमा नेपालको परिचय दिने व्यक्तित्वका रूपमा पनि देखेका छौँ। विदेशमा नेपाली भन्ने बित्तिकै ओहो राजेश हमाल भनेर चिन्ने मानिसहरू अझ धेरै छन्। यो इज्जत, यो छवि सजिलै पाइने कुरा होइन। आज उहाँको नाम परराष्ट्र मन्त्रीका लागि चर्चामा आउनु भनेको केवल राजनीति होइन, नेपाललाई बाहिरी चिनाउने नयाँ ढङ्गको खोज हो। किनभने पुराना नेताहरूले जनताको विश्वास गुमाइसकेका बेला नयाँ अनुहार, नयाँ सोच र नयाँ ऊर्जा देशलाई चाहिएको छ। हामीले धेरै पटक सुन्यौं, नेपाल विदेशमा कमजोर कूटनीति गर्छ, आफ्नो इमेज बनाउन सक्दैन, त्यसलाई बदल्ने शक्ति राजेश हमालसँग छ भन्ने विश्वास जनतामा बढ्दै गएको छ। उहाँको स्वस्थ छवि, शालीनता, भाषा, ज्ञान र आत्मविश्वासले नेपाललाई विश्व मञ्चमा अलग्गै खडा गर्न सक्छ। साथीहरू, यो यात्रा पर्दाको महानायकबाट सम्भावित मन्त्रीसम्मको मात्र होइन, जनताको चाहनासम्मको पनि कथा हो। अब हेर्न बाँकी छ, यो चर्चा वास्तविकतामा बदलिन्छ कि पर्दामै सीमित रहन्छ। तर एउटा कुरा पक्का छ, राजेश हमाल पर्दामा मात्र होइन, पर्दा बाहिर पनि इतिहास बनाउन सक्ने क्षमता राख्छन्। अब उहाँले बोल्ने बेला आएको छ कि छैन, त्यो समयले नै जवाब दिनेछ। भिडियोलाई पुरा हेर्नु भएको छ र सब्स्क्राइब, फलो गर्नुहोला र हामीलाई निरन्तर अपडेटमा बस्नुहोला। सबैलाई धन्यवाद छ।